Hello everyone, it's me Srishan Adhikari and welcome to my mini vlog after a long time. आज चाहिँ मलाई चाहिँ बजार घुराइ जानु थियो, त्यही भएर म चाहिँ रेडी भएँ। त्यसपछि म चाहिँ बाहिर निस्केँ अनि बाहिर हेर्दा त कुहिरो लागेको रहेछ अनि चिया पिएर म चाहिँ घुराइ जानको लागि बाइकतिर लाग्न थाले। आज चाहिँ रोटरी क्लब अफ दाङको प्रोग्रामहरू थियो, त्यसको लागि चाहिँ म घुराइ गएँ अनि म चाहिँ त्यहाँ पुगेँ अनि यो चाहिँ हेर्नु कति राम्रो कुकुर। त्यसपछि कोसी रेस्टुरेन्टमा चाहिँ म पुगेँ। यहाँ चाहिँ आज रोटरीको ZRR भिजिट थियो, त्यो प्रोग्रामहरू भइरहेको थियो, हामी इन्जोय गरिरहेको थियौँ मेरो पुष्प अनि सुप्रिया। त्यसपछि त्यो प्रोग्राम सक्यो अनि फर्स्ट जेनरल एसेम्ब्ली सुरु भयो अनि यो चाहिँ हामी राष्ट्रिय गान गाउँदै है त। त्यसपछि चाहिँ क्लब एसेम्ब्ली पनि सक्यो। त्यसपछि हामी लाग्यौँ फलफुल किन्नको लागि अनि नरिवल खायो। फलफुल किन किनेको भन्दाखेरि चाहिँ आज चाहिँ वृद्ध आश्रममा चाहिँ हामीले डोनेसन प्रोग्राम पनि राखेका थियौँ, त्यसको लागि हामी चाहिँ वृद्ध आश्रम पुग्यौँ। अब चाहिँ हामी सामान लगेर जाँदैछौँ र यो चाहिँ हामीले दिने कुर्सीमा चाहिँ क्लबको नाम लेखिरहेको अनि त्यसपछि हामी चाहिँ डोनेसन गऱ्यौँ। त्यसपछि बुढा आमाहरूलाई पनि भेट्यौँ, बुवालाई पनि दियौँ, डोनेट गऱ्यौँ। त्यसपछि हामी एकछिन त्यता घुम्यौँ अनि कौसीमा आएर फेरि खाजा खायौँ। त्यति नै हो आजको मिनी भ्लग। आज चाहिँ अलिकति बिजी डे नै रह्यो। आजकल चाहिँ मैले मिनी भ्लग डेली राख्न पाइरहेको छैन, अपलोड गर्न पाइरहेको छैन, त्यसको लागि सरी, बट आई विल बी अपलोडिङ इट डेली फ्रम very soon. Thank you for watching. Hope you like the video. If you like the video, then like the video and subscribe to my channel for more updates. Thank you. Bye bye.